नमस्ते। म आज तपाईहरुलाई मोबाइलमा रेकर्ड गरिएको भिडियो र एक्सटर्नल रेकर्डरमा रेकर्ड गरिएको अडियो यो दुईवटालाई कसरी एडिट गर्ने तर सिंक गरेर एडिट गर्ने र त्यो पनि आइप्याडमा गर्ने भनेर देखाउँछु। तपाई यदि एडिटिङमा इन्ट्रेस्ट राख्नुहुन्छ भने दिस भिडियो कुड बी फर यु। सबभन्दा पहिला मैले यो फोनबाट भिडियो रेकर्ड गरेको छु जुन भिडियोलाई मैले एयर ड्रप गरेर यो आइप्याडमा तानेको छु। अब त्यो त मैले देखाउनु परेन। अर्को कुरा भनेको इम्पोर्टेन्ट फ्याक्टर भनेको भिडियोमा अडियोको एकदमै ठुलो इम्पोर्टेन्स हुन्छ। अडियो यदि राम्रो सुनिएन भने भिडियोको मजा आउँदैन। त्यसले मैले यो जुम H6n बाट अडियो रेकर्ड गरेको छु र यो भिडियो मैले रिल बनाएर राखेको छु फेसबुकमा र टिकटकमा छ। आज बिहान उसमा के रे ट्याप सेन्डको भिडियो मैले त्यसरी बनाएको हुँ, त्यसैलाई यसैगरी एडिट गरेको हुँ। म तपाईलाई देखाउँछु कसरी। र यसमा चाहिँ नि यो अडियो रेकर्डरमा रेकर्ड केमा हुन्छ भन्दाखेरि यो मेमोरी कार्डमा SD कार्डमा रेकर्ड हुन्छ। यो SD कार्ड यहाँ जान्छ, त्यसलाई मैले निकालेर SD कार्ड रिडरबाट आइप्याडमा ट्रान्सफर गरेँ है। आइप्याडमा ट्रान्सफर गरेँ। अब मेरो भिडियो र अडियो अलरेडी आइप्याडमा आइसकेको छ। अनि मैले के खोलेँ भनेदेखि एडोबीको प्रिमियर प्रो। यो तपाईले पनि डाउनलोड गर्न सक्नुहुन्छ। एप स्टोरमा गएर एडोबी प्रिमियर प्रो भनेर तपाईले सर्च गर्नुभयो भने त्यो आइप्याडको लागि अवेलेबल छ। यही चीज मोबाइलमा पनि गर्न सकिन्छ, तर मोबाइलमा गर्नुभन्दा मोबाइलमा चाहिँ मलाई औँलाहरू त्यो सार्न ओर्न एकदम प्रिसाइसली कट गर्न अलिकति अप्ठ्यारो लाग्ने भएको हुनाले आइप्याडमा कसरी गर्ने भनेर म तपाईलाई देखाउनको लागि पनि यो गर्दैछु। एडोबी प्रिमियर प्रो खोलिसकेपछि सबभन्दा पहिला होम स्क्रिनमा तपाईसँग मल्टिपल अप्सन्सहरू छन्, जस्तो युट्युबको शॉर्ट्स टेम्प्लेटहरू उले बनाएर दिएको छ है। यसैमध्ये छानेर पनि गर्न सकिन्छ, तर सिकारुको लागि सिक्नको लागि चाहिँ हामी नयाँ प्रोजेक्ट बनाउँछौँ। न्यू फ्रम फोटो लाइब्रेरी मैले सिलेक्ट गरेँ। अब त्यसपछि यो फोटोमा यो भिडियोमा मैले रेकर्ड गरेको भिडियो यो आइप्याडमा मैले रेकर्ड गरेको फोनमा रेकर्ड गरेको आइप्याडमा ट्रान्सफर गरेको भिडियो यो छ। यसलाई इम्पोर्ट गरौँ है। भिडियो आयो। अब यसलाई प्ले गरेर हेरौँ। प्ले गर्नलाई मसँग यो किबोर्ड पनि जोडिएको हुनाले मैले यो स्पेस बार थिच्न सक्छु। हैन भनेदेखि यहाँ यसरी ट्याप सेन्ड भन्छ नि गर्न सकिन्छ। अब यसको अडियो मोबाइलले खिचेको अडियो चाहिँ त्यति राम्रो छैन। नभएपछि अब के गर्छु मैले भनेदेखि अडियो इन्सर्ट गर्छु जुन मैले यसबाट तानेको छु है। यो अडियो भन्ने अप्सन छ, त्यसमा गएर फाइल्स भन्ने अप्सन सिलेक्ट गरिसकेपछि अन माई आइप्याड हो यो चाहिँ अडियो फाइल भयो। अब तपाईले यो प्ले गर्नुभयो भने के हुन्छ भनेदेखि ट्याप सेन्ड अडियो रेकर्ड गरेको टाइमिङ र भिडियो रेकर्ड गरेको टाइमिङ फरक पर्छ। एकदम प्रिसाइसली फ्रेम बाई फ्रेम मिलाउनु पर्छ, नभएदेखि लिपसिङ्क हुँदैन। त्यो लिपसिङ्क गर्नको लागि चाहिँ अब यो टाइमलाइनलाई अलिकति यसरी तपाईको जुम आउट गरौँ। कहाँबाट सुरु भएको छ भिडियोमा पहिला त्यो हेरौँ है। ट्याप सेन्ड भन्छ नि। ओ ट्याप सेन्ड हुने हो। यहाँनिरबाट सुरु भएको छ भने यसलाई सिलेक्ट गरेर मैले स्प्लिट गरिदिएँ र अगाडिको पोर्सनलाई डिलिट गरिदिएँ। यहाँ डिलिट अप्सन छ, डिलिट गरिदिएँ। अब यो अडियोको चाहिँ यतापट्टि सारेर हेरौँ कहाँनेरिबाट अडियो प्ले भएको छ। ट्याप सेन्ड हो। ट्याप सेन्ड भन्ने यो जुन तपाईले वेब फर्म देख्नु भएको छ हो यो वेब फर्म ट्याप यहाँबाट सुरु भएको छ। ट्याप सेन्ड हो भनेपछि अब यसलाई पनि यसलाई सिलेक्ट गरेर यसलाई स्प्लिट गरौँ र अगाडिको पोर्सनलाई डिलिट गरिदिउँ। अब यसलाई एकछिनसम्म थिचेर राख्ने। जब यो चाहिँ नि यहाँ सिलेक्ट हुन्छ त्यसपछि यसलाई अगाडि सार्ने। सारिसकेपछि यसलाई लिएर यसरी यहाँनिर सबभन्दा पहिला सिङ्क गर्ने कोसिस गर्ने। ट्याप सेन्ड भन्छ नि। मलाई कस्तो लाग्थ्यो भने ल ट्याक्कै सिङ्क भयो। यदि सिङ्क गर्न गाह्रो भयो भनेदेखि के पनि गर्न सकिन्छ भने जस्तो यो वेब फर्म छ नि, यो भिडियोको वेब फर्म र अडियोको वेब फर्मलाई अलि राम्रोसँग निहाल्यो भने त्यसको त्यो तलमाथि भएको त्यो वेबहरू आँखाले पनि हेर्न सकिन्छ। यो यही नै पोर्सन हो भनेर पत्ता लगाउन सकिन्छ अलिकति अनुभव भएपछि। अब भिडियोमा पनि अडियो छ, अडियोमा पनि अडियो छ। त्यो भएको हुनाले अडियो त्यति राम्रो एकदम अग्गा अडियो आउँदैन। म के गर्छु भने भिडियोलाई सिलेक्ट गर्छु र यसको भोल्युमलाई पुरै 0 मा झार्दिन्छु।
अब मसँग अडियो चाहिँ नि एक्सटर्नल डिभाइसको अडियो मात्रै छ ट्याप सेन्ड भन्छ नि हो ट्याप सेन्ड भन्छ नि ल मलाई कस्तो लाग्थ्यो भने सुरुमा है अब यहाँ आयो यहाँ आएपछि अब मैले के गर्छु भनेदेखि मलाई कस्तो लाग्थ्यो भने सुरुमा त्यो टिकटकमा ट्याप ट्याप गर्नुहोस् भनेर भन्छ नि मलाई यहाँ अलिकति टेक्स्ट राख्नु छ है टेक्स्ट कहाँनिरबाट राख्नु छ एकचोटि प्रयोग गरेँ मोबाइलमा डाउनलोड गरेँ त्यो एप यहाँनिर खल्ती जस्तो डिजिटल वालेटमा हो यहाँनिरबाट खुसी लाग्यो अनि कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने ओके ट्रान्ज्याक्सन फी नलाग्ने हो यहाँनिरबाट मैले टेक्स्ट राख्छु नो ट्रान्ज्याक्सन फी भनेर यहाँ टेक्स्टको अप्सन छ अनि नो यसलाई नो ट्रान्ज्याक्सन फी गरौँ यसलाई सिलेक्ट गरौँ र यहाँनिर आयो यो टेक्स्टको लेयर माथि आएर बस्यो अब त्यसलाई चाहिँ नि स्टाइलमा गएर कस्तो स्टाइलको राख्ने भनेर सिलेक्ट गरौँ है अनि त्यसपछि यसलाई च्याप्प समातेर माथि लिएर गइदिउँ यसलाई पनि हल्का के गर्न सकिन्छ भनेदेखि यो लेयरलाई सिलेक्ट गरेर यसलाई सानो थोरै सानो बनाउन सकिन्छ हो यहाँनिर यसरी राखौँ अब त्यसपछि कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने ओके ट्रान्ज्याक्सन फी नलाग्ने यसलाई अलिकति थोरै पछाडि सारौँ अब यत्तिकै झट्टा आउँछ नि त यहाँ हेर्नु है कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने झ्याप्पा आयो नि त झ्याप्पा आयो नि त्यो गर्नुभन्दा यसलाई ट्रान्जिसन हाल्ने ट्रान्जिसनको लागि यो ट्रान्जिसन अप्सन छ ट्रान्जिसन अप्सनमा दुईवटा मेन्युहरू छ एउटा इन्ट्रो छ एउटा आउट्रो छ इन्ट्रो भनेको चाहिँ नि सुरुमा आउँदाखेरि त्यो लेयर त्यो प्रपर्टिज आउँदाखेरि कस्तो किसिमको इफेक्ट राख्ने भनेर उसले बिल्ट इन इफेक्टहरू दिएको छ जस्तो यहाँनिर फ्ल्यास ब्लर राखौँ है अनि यो ब्लरको ड्युरेसन पनि कति राख्ने भनेर यहाँ राखौँ म अहिले 0.7 सेकेन्ड अब एकचोटि हेरौँ है त 0.7 सेकेन्ड राखेँ मैले है कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने ल आयो होइन ट्रान्ज्याक्सन फी अनि ब्याङ्क ल त्यसपछि ब्याङ्क ट्रान्सफर भनेर चाहिँ यसलाई अलिकति जुम आउट गरौँ र यसलाई सिलेक्ट गरेर यहाँनिर ल्याएर ट्रिम गरिदिउँ अब यसमा आउट्रो पनि ट्रान्जिसन राखौँ है ट्रान्जिसनमा आउट्रो भनेको चाहिँ नि पछाडि चाहिँ फ्ल्यास ब्लर नै राख्दा भयो अहिले तपाईँलाई देखाउनको लागि म अर्को एउटा कलर फेड राखौँ हेरौँ है कस्तो हुँदो रहेछ ब्याङ्क ट्रान्सफर पनि हुने खासै त्यति डिफ्रेन्स महसुस भएन फेरि ट्रान्जिसनमा जाउँ र आउट्रोमा तपाईँको पुसअप राख्थ्यो ब्याङ्क ट्रान्सफर अलिकति ड्युरेसन बढाइदिउँ ब्याङ्क ट्रान्सफर बस अब कस्तो भयो भनेदेखि अनि ब्याङ्क ट्रान्सफर ल माथि गयो नि सट्ट माथि गयो हेर्नु त आउने बेलामा ब्लर भएर आयो ट्रान्ज्याक्सन फी नलाग्ने अनि ब्याङ्क ट्रान्सफर ल ब्याङ्क ट्रान्सफर भन्दाखेरिको लागि यसलाई अलिकति छुट्याइदिउँ र यसलाई सिलेक्ट गरेर डुप्लिकेट गरौँ है डुप्लिकेट गरेपछि त्यो लेयर जहाँ एन्ड हुन्छ त्यहीँ आएर बस्छ कि कति मजाले अब यसमा राख्नुपर्ने चाहिँ के भन्दाखेरि ब्याङ्क ट्रान्सफर भनेको छ है पहिला अडियो सुनौँ ट्रान्सफर पनि हुने ल ब्याङ्क अनि यसलाई घटाइदिउँ र यसलाई सिलेक्ट गरौँ अनि त्यसपछि यसको ब्याङ्क ट्रान्सफर भनेर गरौँ अब हेर्नुहोस् त अगाडिदेखि हेरौँ है फी नलाग्ने अनि ब्याङ्क ट्रान्सफर पनि हुने प्लस खल्ती जस्तो ल खल्ती जस्तो डिजिटल वालेट भनेको छ हो त्यहाँसम्म यो लेयरलाई जान दिउँ यहाँनिरसम्म जान दिउँ है अब प्ले गरेर हेरौँ खल्ती जस्तो अब यसलाई पनि डुप्लिकेट गरौँ अनि यसको अब यो थर्ड जुन लेयर छ टेक्स्टको लेयर त्यो चाहिँ नि डिजिटल वालेटवाला हो नि त टु डिजिटल वालेट है अब यसलाई ओके गरौँ अनि प्ले खल्ती जस्तो डिजिटल वालेटमा पनि जम्मा गर्न मिल्ने प्लस क्यास अनि अलिकति बढाम अनि यहाँनिर प्लस क्यास एप लोकेसन अनि यसैलाई फेरि डुप्लिकेट गरौँ अनि यसलाई
अलिकति पछाडि लिएर जाउँ किनभने सुरुमा चाहिँ ब्लरको इफेक्ट भएको हुनाले त्यो राम्रोसँग देखिँदैन। अनि क्यासेट लोकेसन छ, यसलाई क्यासेट लोकेसन टाइप गरौँ, ओके गरौँ। गएर हार्ड क्यास पनि लिन मिल्ने र कम्पिटिटिभ रेट। यति भयो। अब यसलाई जुम आउट गरौँ है। मैले 3वटा 4वटा टेक्स्टको लेयर राखेँ है। लागि चाहिँ मोबाइल एप डाउनलोड गरेर ट्याप सेन्ड। अब यहाँ मलाई के राख्न मन लागेको छ भनेदेखि मलाई ट्याप सेन्डको लोगो राख्न मन लागेको छ भनेपछि अब मैले के गर्छु भनेदेखि फाइल्समा जान्छु, ट्याप सेन्डको लोगोलाई सिलेक्ट गरेर लिएर आएर बाई डिफल्ट पछाडि आएर बस्छ लेयरको पछाडि। यसलाई च्याप्प समाउने अनि सर्ट माथि तान्ने अनि यसलाई यसरी लिएर जाने। यहाँनिर लिएर त्यो अगाडिको टेक्स्ट सक्यो नि होइन, टेक्स्ट सकिने बित्तिकै के रहेछ त कुरो भनेर ट्याप सेन्डलाई यहाँ हालिदिउँ। तर यो ट्याप सेन्ड चाहिँ ठुलो पनि भयो र भनेको ठाउँमा आएन। यसलाई अलिकति सानो गरौँ, 2टा औँलाले जुम आउट गरौँ र यहाँनिर लगाएर राखौँ। हार्ड क्यास पनि लिन मिल्ने र कम्पिटिटिभ। अब यसलाई चाहिँ ट्रान्जिसन के राखौँ भनेदेखि पुश डाउन भनेर राख्दिउँ है त। पुश डाउन इन्ट्रोमा राखौँ, आउट्रो के पनि नराखौँ। यस पछाडि म पुरै इन्टायर भिडियोभरि नै ट्याप सेन्ड देखाउन चाहन्छु। यहाँनिरसम्म तानिदिउँ। कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने, नो ट्रान्ज्याक्सन फी, ब्याङ्क ट्रान्सफर पनि हुने, ब्याङ्क ट्रान्सफर प्लस खल्ती जस्तो डिजिटल वालेट टु डिजिटल वालेट गर्न मिल्ने, प्लस क्यास एप लोकेसनमा गएर हार्ड क्यास पनि लिन मिल्ने र कम्पिटिटिभ रेट पाइँदो रहेछ। यो सबै चिजहरू अब मलाई अर्को के पनि गर्न मन लाग्छ भनेदेखि जस्तो अब यसलाई चाहिँ नि यसलाई यो माथिको ट्याप सेन्डको लोगो छ, यसलाई स्प्लिट गरेर यही एउटै चिजलाई पनि ट्रान्जिसन हालियो भने फेरि त्यसमा अलिअलि मजा आउँछ। हेर्नुहोस् है, ट्याप सेन्डको जस्तो एउटा ग्लिच राखौँ, ड्युरेसन अलिकति बढाउँ, हेरौँ त कस्तो देखिन्छ। अब सबै चिजहरू हेर्नको लागि चाहिँ मोबाइल एप डाउनलोड गरेर ट्याप सेन्डको मोबाइल एपै डाउनलोड गरेर पिलिक पिलिकको एनिमेसन भए जस्तो गऱ्यो नि, फ्ल्यास हुन्छ नि अनि मान्छेलाई ट्याक्क दिमागमा पस्छ नि त्यो कुरा होइन। एकदम छरपष्ट छ। ल अब त्यस पछाडि यो भिडियोमा यदि हामीले फिल्टर राख्न चाह्यौँ भने देयर आर मेनी फिल्टर्स अभाइलेबल। कलरहरू यताउता गर्न सकिन्छ। म चाहिँ प्रायः जस्तो यस्तो फिल्टरहरू केही पनि खेलाउँदिनँ, स्पेसली मोबाइल डिभाइसहरूमा। अनि यिनीहरूको त्यो कलर कस्तो हुन्छ भन्दाखेरि फिल्टर राख्न मजा त आउँछ होइन हेर्दाखेरि, तर फेसबुक टिकटक जस्तो सोसल मिडिया प्लेटफर्मले फेरि आफै नै प्रोसेस गर्ने र उनीहरूको कोडेकहरू फरक पर्ने कारणले गर्दाखेरि हामीले जस्तो सोचेको त्यस्तो नआउन सक्छ एउटा कुरा। अर्को कुरा मलाई इनफ्याक्ट यो फिल्टरहरू भन्ने चिजहरू नै खासै धेरै मन नपर्ने भएको हुनाले म चाहिँ नन गर्छु। तपाईँलाई राख्न मन छ भने तपाईँ राख्न सक्नुहुन्छ। अब यसमा फेरि अघि अडियो राखेको जस्तै गरेर तपाईँले कुनै पनि किसिमको चाहिँ साउन्ड ट्र्याकहरू ल्याएर राख्न सक्नुहुन्छ। अहिले अडोबी प्रिमियर प्रोको चाहिँ मैले साइन इन गरेको छैन, फ्री भर्सन युज गरेको छु। त्यसले गर्दाखेरि साइन इन गर अनि बल्ल तँलाई अडियो सडियो दिन्छु भनेर भनेको छ, त्यो पर्दैन। यदि तपाईँसँग अडियो फाइल अलरेडी आइप्याडमा तान्नु भएको छ भने त्यही ल्याएर एज अ ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुन्छ। अब यसपछि अरू के गर्न सकिन्छ यसमा भनेदेखि एकछिनलाई मानिलिउँ मलाई यो टेक्स्ट आउने बेलामा चाहिँ नि यो भिडियोको एस्पेक्ट रेसियो हुन्छ नि, यसलाई अलिकति जुम गर्न मन लाग्यो भनेदेखि यसलाई स्प्लिट गरौँ अनि कहाँनेरिसम्म जुम गर्ने हो त्यहाँनिर लिएर गएर त्यसलाई पनि फेरि स्प्लिट गरौँ। अब यो अर्कै फाइल बन्यो हो। यसलाई चाहिँ सट्ट यसरी अब कति तपाईँको मोबाइलको भिडियो चाहिँ कति क्वालिटी छ त्यही अनुसार चाहिँ राख्न पाइयो सकियो भनौँ न, राम्रो देखिने गरेर एकचोटि प्ले गरेर हेरौँ है। अनि कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने, अनि कस्तो रहेछ भनेदेखि ट्रान्ज्याक्सन फी नलाग्ने, कट गर्न सक्यो। अब यो पर्फेक्ट कट भएको छैन, मैले खालि अहिले छोटोमा छिटोमा तपाईँहरूलाई देखाउन खोजेको भएको भएर यस्तो पनि गर्न सकिन्छ भन्ने गर्न सकिन्छ। यस्तो खालको सर्टको चाहिँ नि जस्तो यो लङ सर्ट भनिन्छ यसलाई होइन, लङ सर्ट भयो। यो चाहिँ मिडियम सर्ट भनेर यदि मानियो भनेदेखि यस्तो खालको स्प्लिट गरेर अर्को सर्टमा जान कतिखेर काम लाग्छ भने यदि तपाईँले यहाँ
केही चिज मिस्टेक गर्नुभएको छ बोल्न भने तपाईँले आयो अडियो मात्र काट्न त मिल्दैन, भिडियो र अडियो सिङ्क भएको हुन्छ। त्यसले गर्दाखेरि के गर्न सकिन्छ भनेदेखि तपाईँले भिडियो पुरै काट्नुभयो भने त्यो फ्रेम र पछाडिको फ्रेम चाहिँ जर्क भएको देखिन्छ। जर्क भन्छन् कि त्यस्तोलाई, त्यस्तो चाहिँ नमिलेको जस्तो कि प्याट्टा प्याट्टा काटिएको हुन्छ नि भिडियोहरू, कतिजनाले बनाएको भिडियोहरू त्यस्तो हुन्छ। कसैले चाहिँ स्टाइलकै रूपमा त्यस्तो राख्छन्, तर कसैले चाहिँ नजानेर त्यस्तो मिलाउन नजानेको अवस्थामा चाहिँ तपाईँले यदि यो सर्टको साइज मात्रै चेन्ज गरिदिनु भयो भनेदेखि अलिकति आँखालाई बिजाउँदैन। ल हेर्नुहोस्, खुसी लाग्यो। अनि यसलाई एउटा इक्जाम्पल दिएर पनि गर्न सकिन्छ। जस्तो मलाई यहाँबाट यसलाई स्प्लिट गरौँ, यसलाई पनि स्प्लिट गरौँ, अडियोलाई नि स्प्लिट गरौँ, अनि यहाँनिर गएर यो अडियोलाई पनि स्प्लिट गरौँ, अनि यो दुइटै यो भिडियो पनि फ्याँकिदिउँ, यो भिडियो पनि फ्याँकिदिउँ। हो, अब हेर्नुहोस् यो अडियो तलको अडियोलाई फ्याँकिदिउँ। अब अडियो र भिडियो जर्क हुन्छ, हेर्नुहोस् है कस्तो रहेछ भनेदेखि मलाई चाहिँ अहिलेसम्म बुझ्नुभयो नि, खुसी लाग्यो। अनि कस्तो रहेछ भनेदेखि मलाई ल अनि भनेको छ हेर्नु, काट्ने तरिका हेर्नुहोस् है, म एउटा अर्को टिप्स दिइहाल्छु। खुसी लाग्यो। अनि हो, अनि भनेपछि यसलाई काट्दिने। अब त्यसपछि मलाई चाहिँ अहिलेसम्म अनि भनेपछि अलिकति कुरा मिल्यो, तर सर्ट चाहिँ जर्क भयो, हेर्नुहोस् है। अनि मलाई चाहिँ किनभने अगाडिको सर्टमा चाहिँ हात माथि राखेको छ, पछिल्लो सर्टमा ट्याक्क हात मुनि छ। गर्दाखेरि अब यसको चाहिँ पछिल्लो भिडियोलाई तपाईँले अलिकति जुम इन गरिदिनु भयो, यसको एस्पेक्ट बढाइदिनु भयो भने अलिकति मिल्छ, हेर्नुहोस् है। अनि मलाई चाहिँ अहिलेसम्म खुसी लाग्यो। खुसी लागेमै काट्यो भने अझ राम्रो हुन्छ, हेर्नुहोस् है। यो किनभने कहाँनिर काट्ने भन्ने पनि एउटा चाहिँ हेरेर प्र्याक्टिस गऱ्यो भने खुसी लाग्यो। मलाई चाहिँ अहिलेसम्म अब चाहिँ मिल्यो। अनि भनेकोसँग पछाडिको बोलीको प्रसङ्ग अलिकति मिल्न गाह्रो भयो, तर यहाँनिर खुसी लाग्यो। मलाई चाहिँ खुसी लागेपछि मलाई चाहिने ट्याक्क त्यो सेन्टेन्स चाहिँ डेलिबरेटली ब्रेक गरे जस्तो देखियो। अनि यो दर्शकले थाहा पाउँदैनन् कि यहाँ मिस्टेक गरेर मिस्टेक काटेको हो भनेर चाहिँ थाहा पाउँदैनन्। त्यसरी हामीले सर्ट साइज यदि चेन्ज गऱ्यौँ भनेदेखि मलाई चाहिँ अहिलेसम्म अब अलिकति जान दिने, अनि यहाँनिर गएर फेरि यसलाई स्प्लिट गरौँ। अब त तपाईँको अडियो सरसर्ती जान्छ भनेदेखि हो, यसलाई चाहिँ पछिल्लो भिडियोलाई फेरि पुरानै अवस्थामा फर्काइदिउँ। अब हेर्नुहोस्, कसैले कहिलेकाहीँ फाटफुट पैसा पठाइन्छ नि त, तथापि एउटा सर्भिस कसैले कहिलेकाहीँ फाटफुट पैसा पठाइन्छ नि त, तथापि एउटा यो चाहिँ पछिल्लो चाहिँ नि पुरानै सर्ट साइजमा चेन्ज गर्नको लागि मात्रै गरेको हो। अडियो जहाँसुकै भयो भने केही पनि फरक परेन, अडियो समानान्तर बगिरहेको छ, भिडियो मात्रै तपाईँले, किनभने एन्टायर भिडियोभरि यो क्लोजअप सर्ट तपाईँलाई दिन मन लागेन र अगाडिको मेन चाहिँ हो यो जुन सर्ट छ, यो सर्ट नै तपाईँको चाहिँ मेन सर्ट हो भनेदेखि बिचमा अलिकति काटेर झुक्क्यायो, अनि त्यस पछाडि पठाइन्छ नि त, तथापि एउटा यसो गर्न सक्यो। अब यसो गरिसकेपछि तपाईँले यहाँ पछाडि ट्रिम गर्न पाउनुभयो। तपाईँको अनुभव कहाँनिर छ सकिएको, थ्याङ्क यू सो मच भनेपछि यसलाई यसरी ड्र्याग गर्न नि पाइयो, स्प्लिट गर्न नि पाइयो, माथिको लेयर पनि यहीँ गएर एन्ड गरिदिउँ हैन। अब यसलाई जुम आउट गरौँ, अगाडिबाट एकचोटि हेरौँ। ट्याप सेन्ड भन्छ नि, मलाई कस्तो लाग्थ्यो भने सुरु अलिकति अगाडि जाउँ भनेर मेसेज आयो, खुसी लाग्यो। मलाई चाहिँ अहिलेसम्म ट्याक्क मिल्यो नि त हैन। हो, यति गरिसकेपछि तपाईँले एक्सपोर्ट गर्न सक्नुहुन्छ। एक्सपोर्ट गरिसकेपछि एक्सपोर्टको सेटिङ्समा गएर रेजोल्युसन कति बनाउने, 4K मा एक्सपोर्ट गर्ने कि 1080 मा एक्सपोर्ट गर्ने कि, अनि फ्रेम रेट कति छ, 60 फ्रेम पर सेकेन्ड छ। युजुअली यसको डिफल्टमा जति हुन्छ त्यतिमा गर्नुभयो हुन्छ। केही गरी बिग्रियो भनेदेखि ट्रायल एन्ड एरर मेथडबाट गर्नुभयो हुन्छ। क्वालिटी हाई छ, फर्मेट HDR छ, SDR छैन, SDR छ। एस्टिमेटेड फाइल साइज 209 MB छ। यसलाई ब्याकमा जाउँ र एक्सपोर्ट भिडियो गरौँ। एक्सपोर्ट गरेपछि यसले एक्सपोर्ट गर्छ र यसको आइप्याडको फोटो भन्ने एप्लिकेसनमा लगेर यसले सेभ गरेर राख्छ। त्यसलाई तपाईँले रिल्सको रूपमा फेसबुकमा या टिकटकमा
अपलोड गर्न सक्ने हुनुभयो। तपाईलाई यो एडिटिङ गरेको भिडियो कस्तो लाग्यो? विशेष गरी आइप्याडमा एडिटिङ गर्दाखेरिका केही क्वेसनहरू तपाईसँग छन् भने मलाई भन्नु होला, सकेसम्म त्यसको आन्सर दिने कोसिस गर्छु। धेरै कमेन्टहरू आउँछन्, धेरै मेसेजहरू पठाउनुहुन्छ, सबैको रिप्लाई गर्न अलिकति समयले भ्याउँदिनँ। तथापि सकेसम्म म तपाईहरुलाई मैले जानेका कुराहरू सिकाउने कोसिस गरिरहेको हुन्छु, समयले दिएसम्म, भ्याएसम्म है। तपाईको क्वेसनहरू मलाई पठाउनुस्, म सकेसम्म अर्को भिडियोमा देखाउँछु है त। नमस्ते।